खड्गप्रसाद ओलीले के गर्नुहुन्छ भन्ने होइन, के गर्नुहुन्न भन्ने हो। म एउटा तपाईहरुलाई सानो उदाहरण भन्छु, फेरि उहाँको दम्ब होला। मैले झापामा केही गरेछ, के गरेछ नगर्या चाहिँ के छ, उहाँले के गर्नुभयो हेर्नुस् है। आदिवासी रङ्गशाला निर्माण हुँदै थियो, त्यहाँ आदिवासीहरू छौं, आदिवासीहरूको बसोबास छ, आदिवासीहरू पहिचान खोज्दै छौं र खोज्दै थिए। उहाँले सुई आएर के गरिदिनु भयो, मदन भण्डारी रङ्गशाला भन्नु हो। न त्यहाँ मदन भण्डारी जन्मिएको, न त्यहाँ मदन भण्डारी हुर्केको, न मदन भण्डारीको सालनाल गाडिएको, न मदन भण्डारीको अस्तु ल्याएर गाडिएको, न मदन भण्डारीको सम्पत्ति र पैसा भएको। त्यो ठाउँमा त मेरो ठाउँका आदिवासी र जनजातिहरूको जीवन गाडिएको छ। मेरो ठाउँका आदिवासी र जनजातिको त्यहाँ चाहिँ नङ्ग्रा कोटिएका छन्। मेरै ठाउँका आदिवासी र जनजातिहरू त्यहाँ मृत्युवरण गरिसके पछाडि उहाँहरूकै चाहिँ अस्तु त्यहाँ राखेको छ। यस्ता चीज कुल्चिने, नागरिकलाई नागरिकको दर्जामा नराख्ने व्यक्ति आज यो देशको नरसंहारकर्ता हो। सबैलाई चेतना होस्। म झापा 5 को भएकाले म राम्ररी जान्दछु। खड्गप्रसाद ओली सँगै 2032 सालमा सुकुम्बासीहरूलाई अगाडि लगाएर यो देशको सिंहासनमा बस्ने खड्गप्रसाद ओलीका विरुद्धमा आज त्यहाँका सुकुम्बासीहरूको आवाज, त्यहाँका भूमि विहीनहरूको आवाज मैले बुझेको छु। के गर्नु भएछ, तालै पिच्छे जाने, सुकुम्बासीलाई लाल पूर्जा दिन्छु भन्ने, दमकको अगाडिपट्टि जाने, यो चिया बगानदेखि यताको जग्गा सबै तिमीहरूका नाममा लाल पूर्जा दिन्छु भन्ने, भोट लिने, अनि 5 वर्ष भएपछि नजाने। एवं रीतले गर्दै 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 32 सालदेखि आजका दिनसम्म खड्गप्रसाद ओलीले हामीलाई गरेको अपराध अब असह्य छ भनेर मलाई त्यहाँका प्रत्येक सुकुम्बासीहरूले भन्नुहुन्छ। मैले अस्ति आश्वस्त गरेँ, मैले उहाँहरूलाई भने यो अगाडिको टी स्टेट भनेको राजा महाराजाका नामको हिमालयन टी गार्डनको नाममा जुनसुकै नाममा राखियोस्। यो राजाले कसैसँग किने हो? होइन। कसैसँग खरिद गरे हो? होइन। सत्तामा रहँदाखेरि आफ्नो हो भनेर चाहिँ आँखा गाडेर राम्रो धनमाललाई हात पारे हो। यही चिया बगान रुगेर आजसम्म बसेका, चिरकालीन भोगाधिकारमा बसेका तपाईँ हामी होइनौँ? हौ। अब हामीलाई लाल पूर्जा दिन कसले रोक्यो? खड्गप्रसाद ओलीले। किन रोक्या? चिया बगान बेची खानलाई, गिरिबन्धु टी स्टेट जस्तो बनाउनलाई। सबै नागरिकले बुझ्नु भएको रहेछ। आज मेरो एउटा वचनबद्धता मैले झापामा जाहेर गरेँ, एउटा वकिल भएको हैसियतले। मैले त्यहाँ भने, हेर्नुहोस् जाउँ, नेपालको सर्वोच्च अदालत छ, कानुन छ, विधि छ, नियम छ, पद्धति छ। तपाईहरुका नामबाट मुद्दा लड्छु, म हाल्छु। तर जसको बास छ त्यसको नाममा लाल पूर्जा दिने अधिकार रोक्नु हुँदैन भनेर खड्गप्रसाद ओलीले किन नगर्या? बिर्तामोड एरिया गए, मेरो घर गाउँ टोल छिमेक सबै त्यहाँ हुनुहुन्छ। 1400 घर दूरी आज जग्गा रोक्का छ। 1400 घर दूरी। कसका कारणले? खड्गप्रसाद ओलीका कारणले। किन? गिरिबन्धु टी स्टेटका नाममा उहाँले गरेको बेइमानीका कारण आज 1400 घर दूरीहरू अलपत्रमा छन्। अनि फेरि खड्गप्रसाद ओली झापा झर्ने हल्ला सुन्दैछु, आउनु होला। तर नागरिक बुझ्ने छन् है। अब नागरिकले बुझिसकेका छन्। त्यसैले यो चीज विचार गर्नु होला। आज एउटा कुरा म तपाईहरुलाई भन्नुपर्छ, तपाईहरु मार्फत देशवासीलाई भन्नुपर्छ। खड्गप्रसाद ओलीले निर्वाचन भाड्ने षड्यन्त्र गर्दै थिए। हामी एक ठाउँमा भन्यौं यो राज्य व्यवस्थालाई, तपाईहरुले निर्वाचनको दाहिने देब्रे लाग्नुभयो भने जेन्जी विद्रोह भन्दा माथि जानुपर्ने परिस्थिति निर्माण हुन्छ भन्यौं। यो हाम्रो आवाज मात्रै थिएन,
हामीले बङ्गलादेशमा निर्वाचन नहुँदाको परिणाम र श्रीलङ्कामा निर्वाचन हुँदाको परिणाम हामीले हेरेका थियौँ। संसारका विद्रोहहरू हेरेका थियौँ, पढेका थियौँ। अन्ततः निर्वाचन हुने दिन आयो। आज निर्वाचन हुन लाग्दा खड्गप्रसाद ओलीले के तिगडम राज्यलाई फ्याँक्दै हुनुहुन्छ? राष्ट्रिय सभाको निर्वाचन गर्ने भन्दै हुन्छ। किन गर्ने? यो देशले नयाँ चिज खोज्दैछ। फेरि पुरानैको आलिमुहालीका लागि आज राष्ट्रिय सभाको निर्वाचन किन गर्नु पर्यो? रोक्नुहोस्। फागुन 21 पछाडि गरौँ। राष्ट्रिय सभाको निर्वाचन गर्ने कि राष्ट्रिय सभा फ्याँक्ने हामी निर्णय गर्छौँ। प्रदेश सभाको निर्वाचन गर्ने कि प्रदेश सभा परिवर्तन गर्ने हामी निर्णय गर्छौँ। म अहिलेको सरकारलाई पनि म आह्वान गर्छु, तपाईहरुको मिडिया मार्फत समय अनुसार काम गर्नुपर्छ। आज यो देशलाई निकास दिने दिन बेलामा फेरि कांग्रेस एमालेका मान्छे ल्याउनका लागि राष्ट्रिय सभाको निर्वाचनको आज आवश्यकता हो कि फागुन 21 को निर्वाचनको आवश्यकता हो? सरकारले सुनोस्, सरकारले मनन गरोस्, परिवर्तित परिस्थितिलाई हेरोस्। हामीलाई थाहा छ राष्ट्रपतिका अहिले पछिल्ला गतिविधिहरू वा कुनै दलको भएर आज उहाँको प्रस्तुति देख्दैछु म। नेपाली नागरिकले देख्दैछन्। परिवर्तनलाई संस्थागत नगरेर खोज्दै हुनुहुन्छ। राष्ट्रपतिज्यू, तपाईको कार्यकाल अझै बाँकी छ। आधा कार्यकाल सकिया छैन र नेपालको संविधानले नागरिकको पक्षमा राष्ट्रपति भएन भने, नागरिकको पक्षमा काम नगर्दा र संविधानको संरक्षण नगरिकन कुनै दल वा झुण्डको या पुरानाहरूको संरक्षण गर्न लाग्नुभयो भने संविधान एकचोटि एका गर्नु होला। होइन भने परिवर्तन आयो र परिवर्तन हुन्छ। म तपाईहरुलाई भन्छु, घुमाइ फिराइ विषय एउटै ठाउँमा जान्छ। आज विकल्पहरू एक ठाउँ हुँदै गर्दाखेरि रातारात बैठक गरे एमाले र कांग्रेसले, अनि भने हिसाब गरे 83 कांग्रेसले लिने, 82 एमालेले लिने, देशभरि हामी एक ठाउँ भएर जाउँ भनेर उहाँहरू सुरु गरे। मैले थाहा पाउँदैछु तपाईहरु 83 र 82 कता कता गर्नुहुन्छ तपाईहरुको कुरो, तर नेपाली नागरिकले अब तपाईहरुको 84 गर्छन्। तपाईहरुलाई मत दिँदैनन्। तपाईहरुको 84 मा के कुन दुनामा के कुन टपरीमा के राख्नुपर्छ र कहाँ लगेर मनसाउनु पर्छ नेपाली नागरिकले बुझ्या छ।